मेरो बच्चाले चाहिँ कहिल्यै पनि चिकन खानै मानेन। सानैदेखि उसले चिकन खाएन अनि चिकन एकदमै इम्पोर्टेन्ट हुन्छ बेबीहरूको ग्रोथको लागि। अनि मैले चाहिँ यसरी दिने गरेको छु बेबीलाई चिकन। म चाहिँ पहिला चिकनलाई मजाले बोइल गर्छु, 5-6 सिटी लाएर चाहिँ त्यसको रस निस्किन दिन्छु। अनि त्यसमा चाहिँ म सबै भेजिटेबलहरू हालेर चाहिँ जाउली बनाइदिन्छु। मैले त्यसमा टमाटर, ब्रोकौली, क्यारेट अनि प्याज सबै चाहिने त्यति राखेको छु। अनि थोरै घिउ पनि राखेँ लास्टमा है। मैले चाहिँ यस्तो गरेर दिन थालेको 1 महिना जति भयो होइन। मेरो बेबीले एकदम मजाले खान्छ होइन, तर उसलाई अलिकति पनि चिकन पऱ्यो भने चाहिँ खाँदैन। अनि यो बाँकी रहेको चिकन चाहिँ म आफै डिनरमा खान्छु, यसको सुप बनाउँछु, अरू के बनाउँछु अनि हालेर खान्छु। मेरो लागि पनि हेल्दी भयो। अनि जाउलो यस्तो भएर रेडी भयो। अनि मैले मेरो बच्चालाई यसरी दिन थाल्दिएँ, यस्तो मजाले खान्छ नि। अनि बेबीहरूको लागि चिकन चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अनि उसले आफै खाने कोसिस गर्छ अनि यस्तो धेरै छर्छ, मेसी बनाउँछ। मैले त्यही भएर अलिक धेरै बनाइदिन्छु। यसरी नै खान्छ है मेरो बाबु।